थकै लाग्यो 3 दिन भइसक्यो यो झार काट्दा आधा नि सकिया छैन। पहिले 10-12 जना केटाहरू लाग्यो भने दिनभरिमा सक्थ्यौँ। अहिले हामी यो झार काट्ने चाहिँ 3 जना मात्रै छौँ। 1 जना म्यानमारको छ अनि 2 जना हामी नेपाली। 3 जनाले अब 3 दिन भइसक्यो अझै सिद्ध्या छैन। आधा पनि सिद्ध्या छैन जस्तो लाग्छ। मेने उता पानी ल्याउन यो रुखहरू गर्दा नि लास्टै गाह्रो हुन्छ नि दाइ है। साधारीले पो गर्नुपर्छ नि। त साधारीले हुँदैन होला यो के अरे जान्न दाइ अब ल्याउँछ होला नि रेन्टलमा। त्यो बुझ्यो नि एकचोटि छन्जी गर्नुपर्ने क्या हो नि। यो बरै भयो कि प्लास्टिक हिलाएको भएन है। हेर्नु न अब यो बिचको रुखको कामै छैन यो फाल्नुपर्ने। एक बाक्लो रोकिराखेको अब हेर्नु न कस्तो भयो। E7 बनाउँछु भनेर लागेन। हो यार यिनीहरूले हुनु त त्यसको लागि अगाडि नै जो चाहिँ गर्नुपर्ने रहेछ। त्यसमा प्रब्लम भ्याक्सिन लगाएको छ केटोले। अब पछि कम्पनी कस्तो जाने हो के जाने हो केही छैन। हाम्रो गयो भने E7लाई चाहिँ ननिकाल्ला भन्ने पनि हो कि केहीले के त सेङ्गाएको होला। अहिले आत्तिनु पनि थिएन त्यस्तो त। दाइ यिनीहरूको सबैले E7 नै बनाउँछ भिजा नै चेन्ज गर्छ भन्ने छ त दाइ यार। अनि म्यानमार गएपछि फेरि आउनु मिल्दैन भन्छ यार। त्यही त म्यानमार। अनि म्यानमारबाट आयो चाहिँ कसरी के अरू डेभलप कन्ट्रीको जस्तो कम्पनीहरू त छैन नि त। के सामान बेचेर पैसा कमाउनु बाटो छैन। हो त विदेश गएर ल्याएर टेन्सन चल्ने हो। तर यिनीहरूको देश यस्तो म त अचम्म लाग्छ यार। समुद्रको नजिक भएर नि कस्तो डेभलप हुन नसक्यो कि। प्रायः देशहरू विचार गर्ने हो भने समुद्रको नजिकको देशहरू डेभलपै छ कि। डेभलप हुन्छ। हाम्रो देश पनि समुद्र नजिक हुन्थ्यो भने अलि केही त हुन्थ्यो होला क्या भाइ। किन भन्दाखेरि हो त खुल्ला व्यापारी आफ्नै तरिकाले आफ्नै चार्ज हुन्छ। जहाँ पुऱ्याउनु अब हाम्रो त त्यही पैदल छ कि त्यही अब माथि प्लेनबाट कति सामान आउँछ र कति नै आउँदैन। अब यो बाहिर देशबाट अब जस्तै हामी यहाँ कोरियाको सामान लगिन्छ नि 20,000मा लगेर इन्डियाको बन्दरगाहमा पुर्याइन्छ होइन। त्यहाँ फेरि अर्कै शुल्क तिर्नु पऱ्यो। त्यसले गर्दा 22,000 भयो भने फेरि अब इन्डियाको के अरे भूमि युज गरेको बापत उता फेरि ट्याक्स होला। त्यसले थोरै दिँदा नि 2,000 दियो नि 24,000। अनि त्यहाँबाट फेरि अब अर्को शुल्क लागिहाल्छ। त्यहाँ भन्जार शुल्क के अरे त्यो निकास भन्छ क्या तेस्रो देश निकास। अनि त्यसमा फेरि इन्डियाले नै शुल्क लगाइदिन्छ। अनि धेरै महँगो। अनि यो कारहरू बाइकहरू पनि के है हाम्रो देशमा त यार चढ्ने सपना जस्तो पो हुन्छ। सपना पहिला साइकलको सपना देखिन्थ्यो दाइ होइन। साइकल चढ्नेसम्मको हैसियत बनाइयो फेरि अब बाइकको सपना देखियो। अब बाइक पनि अझै हाम्रो सपना पुरा भइसक्यो होइन नि। त्यस्तै बाइक त हामीले अझै चढ्न सक्दैन। इन्डियामा हेर न त्यो पल्सर बाइकहरूलाई होइन एनएसलाई 1,50,000 पर्छ होइन। यहाँ 4.5 लाख हो त। 나무 저런 됐어 이제. झरन सुगुक नाम हो यस्तै हुन्छ रुखहरू भाइ हाम्रो उमा चाहिँ सुगुकको नेपालतिर नेपालको यस्तो मसिन कलमी गरेर चाहिँ अब यसो घरतिर ल्याएर यसो रोपेको यस्तै ठुल्ठुलो रुख। मैले त सुगुक यतै आएर देखेको दाइ। हाम्रोतिर त
घरतिर लगाए हुन्छ होला नि है। प्राय घरतिर नि हुन्छ। पहिला चाहिँ जङ्गलतिर देखिन्थ्यो धेरै, अहिले चाहिँ अब घरमा ल्याएर रोप्ने चलन निकै छ। यो अब के फुल भन्छ तपाईँहरूकोतिर यसलाई? खै के पो भन्छ हौ यसलाई त के भन्छ 이거는 미얀마르도 있어, 민톤? 수국? 단어는 없을까요? 남자 다 있어. 뭐 없어? 그 다이너소 있어? 다이너서? 다이너서는 어디 두고 왔어? 여기 있었잖아요. 우리야 के भन्छ यसको नाम? असार साउनतिर फुल्छ। 사과 있어? 사과? 없어. 사과는 없을 거예요, 진짜로. 왜냐면은 사과는 히말라야 쪽 좀 좋은 자리에 놓은 그 거기만 있는 거예요. 사과 없는 나라 어디 있어? 없는 나라 있어. 어디 많이 있어? 있어. 어디? 말해봐 어디 있어? 두바이 없어. 카타르 없어. 있어. 없어요. 비싼 거면 비싼 거랑. 아, 그건 다른 나라에서 들어오는 거예요. 거기. 사과는 애기들부터 봤는데. 뭐가 없어? 진짜. 그건 미얀마는 인도에서 나온 거예요. 아이. 사과. 인도 2만짜리. 나중에 놀러와. 사과 나무 사이에서 넣자. 알았어? 우리나라는 사과 엄청 많이 있어. 우리나라는 망고는 엄청 많이 있어. 다 있어 우리나라 없는 거 뭐 있어? 망고도 있고. 우리보다는 안 त्यस्तो 많아. है एउटा मधेसतिर होइन त्यस्तै खाली जग्गाहरू अलिक सस्तोमा किन्यो भने चाहिँ त्यस्तो खेती गर्दा हुन्छ है। हो त। लिची राम्रो पाउनु। के भइरहेछ दिदी? गाडी लिएर जान्छु म एकैछिन। केही झार्नु पनि छ एलइडीहरू? ल झार के क्यामेराले रेकर्ड भइरह्यो नि तपाईँहरूको काम। भइरह माया गरिदिनु होला। दिदीले त सब्सक्राइब उहिले गर्नुभयो होइन? सेतो अहिले यो राखौँ होला होइन? ठिकै छ ल। कतिवटा चाहिन्छ हजुर? यो त्यस्तै पऱ्यो होला दिदी 50 जस्तो नेपाली।